आजको समयसम्म आइपुग्दाखेरि धेरै मानिसहरूले आफूले चाहेको सफलता वा नतिजा प्राप्त गर्न सकिरहेको अवस्था छैन। यो किन भएको छ होला? आज हामी छलफल गर्नेछौँ द सिक्रेट बुकले भनेको विषयवस्तुको आधारमा। नमस्ते, म लोकप्रसाद ढकाल। लामो समयदेखि विश्वव्यापी राइटरहरू लेख्नुभएका पुस्तकहरूको अध्ययन गर्दै त्यो पुस्तकले हिँडाएको बाटोमा हिँड्यौँ भने हामी सफलताको सिँढीमा पुग्न सकिन्छ भन्ने मोटिभेसन प्रदान गर्नका निम्ति मैले भिडियोहरू बनाएर यहाँलाई सेयर गर्दै गरेको छु। यदि हामीले बनाएका प्रस्तुतिहरू राम्रो लाग्यो भने कृपया हाम्रो च्यानललाई लाइक, सब्सक्राइब, सेयर गरिदिने निम्ति अनुरोध गर्न चाहन्छु। सँगै आउने घन्टीलाई प्रेस गरेर अलमा प्रेस गर्नुभयो भने भिडियो तपाईँसम्म चाहिँ छिटो आउनेछ भन्ने पनि अपेक्षा गर्दै म आजको बसाइमा अगाडि बढ्ने अनुमति चाहे। आज हामीले चाहेका सफलताहरू किन प्राप्त गर्न सकिरहेका छैनौँ भन्ने विषयमा छलफल गर्नेछौँ। आज हामी यो बुक द सिक्रेट बुकको 8औँ अध्यायको रूपमा रहेको संसारको रहस्यको बारेमा छलफल गर्नेछौँ, जहाँ किन एकदमै गहन रहस्यहरू छन् र ती रहस्यहरू प्राप्त गर्न मानिसले सकिरहेका छैनन् भन्ने विषयमा चर्चा गरिएको छ। त्यसको बारेमा छलफल गर्नेछौँ। पहिलो कुरा, मानिसका आवश्यकताहरू, चाहनाहरू एकातिर छन् र ती आवश्यकता र चाहनाहरूलाई पुरा गर्ने विचार, भावना, फ्रिक्वेन्सी चाहिँ अर्कोतिर छ, जसले गर्दा चाहेको चिज, चाहेको सफलता प्राप्त गर्न सकिरहेको अवस्था छैन भनेर यो पुस्तकले भनेको छ। जस्तै मलाई एकदमै धेरै पैसा चाहिएको छ, मलाई पैसाको आवश्यकता छ, तर पैसाको आवश्यकता हुँदै गर्दा मैले पैसासँग सम्बन्धित कुराहरू एउटा गलत र नेगेटिभ ढङ्गले गर्ने गर्दो रहेछु। जस्तै मलाई पैसा चाहिएको हो भने मैले पैसासँग सम्बन्धित सकारात्मक कुराहरू, सकारात्मक विचारहरू सिर्जना गर्नुपर्ने थियो, तर मसँग पैसा छैन, मैले कमाएको पैसा थोरै भयो, मैले कमाएको पैसाले चाहिँ मेरो परिवारको चाहिँ जीवनयापन सञ्चालन गर्न सकिनँ, जति गर्दा पनि पैसा बचेन भनेर जसरी मैले पैसालाई नेगेटिभ ढङ्गले चित्रण गरेँ, व्याख्या र विश्लेषण गरेँ, मेरो मनस्थितिमा पैसाप्रति नकारात्मक भाव उत्पन्न भयो, जसले गर्दा पैसा मसँग नजिक आउने भन्दा पनि पैसा मबाट टाढा टाढा भाग्ने गर्दछ भन्ने कुरा पुस्तकमा भनिएको छ। तपाईँले जे कुरा चाहनु भएको छ, तपाईँको आवश्यकताले एउटा कुरा भनेको छ, तर त्यही कुरालाई तपाईँको विचारले, तपाईँको भावनाले पत्याएकै छैन, विश्वास गरेकै छैन, जसले गर्दा तपाईँले चाहेको कुरा, तपाईँले बनाएको योजना चाहिँ सफल हुँदैन भनेर भनेको छ। तपाईँको आवश्यकता, भावना, तपाईँको आवश्यकता, तपाईँको चाहना र भावना अनि तपाईँको विश्वासलाई एउटा चाहिँ नि एकीकृत गरेर काम गरियो भने मात्रै सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा हो। सोचाइ, बुझाइ, विश्वास एकातिर, आवश्यकता र चाहना अर्कोतिर छ भन्ने कुरा यसले पहिलो कुरा भन्दछ। दोस्रो कुरा, तपाईँ जे कुरामा बढी चिन्तित हुनुहुन्छ, जे कुरालाई बढी जुन विषयवस्तुमा तपाईँ बढी ध्यान केन्द्रित गर्नुहुन्छ, त्यो कुरालाई बढी प्राथमिकता दिनुहुन्छ, त्यो कुरा तपाईँको जीवनमा भएरै छाड्छ। हुनसक्छ तपाईँले सोचेको, तपाईँले ध्यान केन्द्रित गरेको कुरा नकारात्मक पनि हुन सक्ला, सकारात्मक पनि हुन सक्ला। सकारात्मक भयो त राम्रै भयो, नकारात्मक भयो भने मात्रै हामी उल्टो दिशामा अगाडि बढ्ने हो। अन्त्यमा के भनेको छ भन्दाखेरि तपाईँको ध्यान जेमा बढी केन्द्रित छ, जेमा बढी चिन्तन गर्नुहुन्छ, जेमा बढी चासो देखाउनुहुन्छ, त्यो कुरा भएर नै छाड्छ है भनेर भनेको छ। तपाईँलाई पैसा बढी चाहिएको छ भने तपाईँले पैसासँग सम्बन्धित विषयवस्तुहरूमा बढी पोजिटिभ कुराकानीहरू गर्नुपर्छ। राम्रो पैसा कमाएको, पैसाले त्यो सबै चिजहरू किन्न पुगेको, तपाईँको चाहना र आवश्यकताहरू पुरा भएको, त्यो खालको विचार र विश्लेषण तपाईँको मस्तिष्कबाट हुनुपर्छ भनेर त्यसले चाहिँ दोस्रो कुरा भनेको छ। तेस्रो कुरा, तपाईँको महत्त्वपूर्ण ऊर्जावान समय नकारात्मक कुराहरूलाई सोच्दा सोच्दै सकिएको छ। तपाईँले सोच्नुपर्ने सकारात्मक कुरा थियो, तर तपाईँले नकारात्मक कुराहरू मात्रै सोच्दै गर्दा तपाईँको महत्त्वपूर्ण समय, महत्त्वपूर्ण शक्ति नकारात्मक कुराले खायो, जसले गर्दा सकारात्मक सोच्ने ठाउँ, समय नै नपाएको कारणले पनि चाहेको सफलता प्राप्त गर्न सकिएको छैन भन्छ। किन भन्दा हामीले नकारात्मक कुराहरू सोच्दै गर्दा हाम्रो दिमागले अलमोस्ट 99% नकारात्मक कुराहरू नै सोच्छ। हाम्रो मस्तिष्क, हाम्रो विचार, हाम्रो दैनिक रूपमा हुने क्रियाकलापहरू सबै एकदमै नकारात्मक र उल्टो मात्रै हुन्छ। अनि सबै कुरा उल्टो भएपछि हाम्रो दिमागले त्यही कुरा मात्रै सोच्ने गर्छ अनि त्यतातिर मात्रै हाम्रो ध्यान केन्द्रित हुन्छ, जसले गर्दा चाहेको चिज, चाहेको सफलता प्राप्त गर्न सकिएको छैन भनेर यो पुस्तकले भन्छ। त्यसलाई पोजिटिभ
वेतर्फ चाहिँ हामीले अगाडि बढाउनुपर्छ भन्ने यसको सन्देश हो। अर्को कुरा, ब्रह्माण्डमा यति धेरै शक्ति छ, तर हामी प्रश्न गर्छौँ, हामी सोध्छौँ कि सबैलाई पुग्ने चिज छ कि सबैले पाइन्छ र भनेर प्रश्न गर्छौँ हामी। अनि ब्रह्माण्डले के भन्छ भने संसारका सबै मानिसलाई चाहिने चिज, चाहिने शक्ति ब्रह्माण्डमा छ, त्यो तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तर त्यसलाई तपाईँले कसरी माग्नुहुन्छ, कुन भावनाका साथ, कुन फ्रिक्वेन्सीका साथ, कुन विचारका साथ माग्नुहुन्छ, त्यो तपाईँको कुरा हो। तर ब्रह्माण्डमा संसारका सबै मानिसलाई चाहिने सबै कुराहरू छ भनेर त्यहाँ भनिएको छ। र जस्तै उदाहरणको लागि हेरौँ, हामी जहाँ बस्छौँ त्यहाँ वरिपरि कृषि गरिएको हुन्छ होइन। हामीले हरेक दिन खाने खाना त्यो प्रकृति अथवा हाम्रै वरिपरि भएको खेतबारीबाट प्राप्त भएको छ, त्यो सबै मानिसले पुग्ने खाना हामीले पाइरहेका छौँ। अनि अर्को कुरा विचार गरौँ, हामी किसानी दाजुभाइ दिदीबहिनीहरू छौँ, हामीले चैत वैशाखमा एक पाथी धानको बिउ छर्छौँ खेतमा। अनि त्यो बिउ धेरै हुन्छ र असारमा हामीले त्यो एक पाथी धानको बिउलाई कम्तीमा एक हलको खेतमा हामीले रोप्छौँ। एक पाथीबाट एक हलमा पुग्यो। अनि त्यो एक हलको मेलाको खेतमा हामी कार्तिक मङ्सिरमा लगभग 8-10 मुरी धान फलाउँछौँ। भनेको प्रकृतिले हामीलाई जे चाहे त्यो दिएको छ नि त। एक पाथीबाट एक हल हुँदै कम्तीमा 8-10 मुरी धान फलाउने त्यो शक्ति प्रकृतिसँग छ होइन। अनि अर्को कुरा हेरौँ, हाम्रो वरिपरि हरेक दिन नयाँ नयाँ घरहरू निर्माण भइरहेका छन्। ती घरहरू निर्माण गर्नका निम्ति चाहिने बालुवा, ढुङ्गा, जे जे चिजहरू छ त्यो तपाईँले नदी वरिपरिबाट ल्याउन सक्नुहुन्छ। तपाईँले यो वर्ष जति धेरै त्यो नदीबाट बालुवा ढुङ्गाहरू ल्याउनुहुन्छ, फेरि बर्खा लाग्छ, अर्को वर्ष फेरि त्यो नदीमा त्यति नै ढुङ्गा र बालुवाहरू छ। त्यो कहाँबाट आयो होइन? प्रकृतिले दिएको छ नि त मानिसलाई। अर्को कुरा, हामी प्रकृति यो ब्रह्माण्डमा यो पृथ्वीमा बस्दै गर्दा करोडौँ मानिसलाई पुग्ने पानी चाहिँ हामीले हरेक दिन प्रकृतिबाट प्राप्त भएको पानी पिएर बाँचिरहेका छौँ। हरेक मानिसलाई त्यो पानी पुगिरहेको छ नि त। भनेपछि प्रकृतिमा सबै कुरा छ, जे पनि चिज पाइन्छ। त्यसलाई तपाईँले कसरी माग्नुहुन्छ त्यो कुराले फरक पार्छ। तपाईँले पाउने कि नपाउने, कति पाउने भन्ने कुरा तपाईँको विचारले, तपाईँको व्यवहारले, तपाईँको विश्वासले निर्धारण गर्छ भनेर भनेको छ। र अर्को महत्त्वपूर्ण कुरा, संसारका जति पनि मानिसहरू छन्, जीवजन्तुहरू छन्, ती मानिसहरूलाई, जीवजन्तुहरूलाई तपाईँले जति साधारण ढङ्गले प्रेम गर्नुहुन्छ, माया गर्नुहुन्छ, स्नेह गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ, तपाईँलाई त्यति नै गुणा रिटर्न, त्यसको प्रतिफल चाहिँ ब्रह्माण्डले तपाईँलाई दिन्छ भनेर भनेको छ। तपाईँले तपाईँको वरिपरि भएका चिजबिजहरूलाई, मानिसहरूलाई तपाईँले 10 लगानी गर्नुभयो भने, अथवा तपाईँले 10 लगानी गर्नुभयो भने प्रकृतिले, ब्रह्माण्डले तपाईँलाई त्यसको 10 टाइम्स गुणन गरेर रिटर्न दिन्छ। त्यही भएर तपाईँले संसारको हरेक मानिसहरूलाई सहयोग गर्नुपर्छ, माया, ममता, करुणा र प्रेम गर्नुपर्छ भनेर भनिएको छ। 8औं भागमा यस्ता महत्त्वपूर्ण रहस्यहरू राखिएका छन्, जुन रहस्यहरू साँच्चीकै हाम्रै वरिपरि भइरहेका छन्, तर हामीले त्यसलाई चाल पाइरहेका छैनौँ। यहाँले त्यो पुस्तक अध्ययन गरेर डिटेलमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ भन्दै, यदि भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक, कमेन्ट, सेयर र फलो गर्न अनुरोध गर्दै बिदा मागेँ। धन्यवाद, नमस्ते। हजुरहरूको दिन शुभ रहोस्।